वाट्सअप एन्ड नमस्ते मर्निङ गाइस। म चाहिँ आज सधैँको जस्तो मर्निङ वक होइन। सो आज चाहिँ केही नयाँ छ। सो नयाँ चाहिँ के हो भन्दाखेरि चाहिँ माझो वालिङ जाँदैछु। सो अब नो मोर पोखराको ब्लग अब 2-3 दिन लगातार वालिङ आउँछ होला होइन। त्यही हो न्यू एक्साइटमेन्ट होइन क्या। अब हिजो चाहिँ मेरो बर्थडे थियो, बर्थडेमा चाहिँ भ्लग गरेन भनौँ। त्यस्तै अब फ्यामिलीमै बिजी भयो अनि त्यति भ्लग गर्ने पनि भएन। ठिकै छ क्या होइन, चल्छ। सो अहिले चाहिँ कति टाइम कति भयो अलि घडी नै लागेन क्या फेरि। सो यस्तो चाहिँ छ मर्निङमा चाहिँ होइन। त्यही भएर म खाना खाएर अनि सिधै उता तल यस्तो छ होला मर्निङ। खाना खाएर म सिधै उता टिभी चोक लिन्चुबाट होला। जब चाहिँ म स्कुल जानु लाग्यो है। अनि अब धेरै बोल्न आउन्न, त्यही हो बस। अनि अरू त त्यही हो, घर के गर्नेहरू पढ्ने मात्रै हो, अरू त छैन। मलाई दाइले छोड्न जाँदै हुनुहुन्छ भने मलाई दाइले छोड्न जाँदै हुनुहुन्छ है। सायद घामले चाहिँ अलि राम्रो देखेन होला, बस त्यही हो। सो लगेर अब म टिभी चोकमा झरिसकेँ होइन। सो अब यहाँदेखिबाट नेपाली हाई स्कुल जानुपर्ने हुन्छ। अनि ट्याक्क लाएर हाइस समातेर अनि 40 लगेर सिधै हाइस सकेर भेट्छु। अब त्यसले गर्दा अब भर्खर वालिङको गाडी चढिसकेँ होइन। म चाहिँ यसो रुमाल लिन आएको। सो दिदी रुमाल छ र? रुमाल ए दिन्न। कति खाले छ? यस्तै दिए नै हुन्छ। एउटा रुमाल सुमालले लिइसकेँ होइन। अब त्यही अब बिचमा गएर हल्का सिनेमेटिक हाल्नुपर्छ। त्यो होला अहिले चाहिँ चल्दैछ। अहिले एकचोटि गाडी चलेपछि अनि घर हाल्छु अब। आजको राइडै के भयो भन्दाखेरि यस्तै छ। आज पानी पऱ्यो, त्यही माथि यो गाडीमा पनि मिलाइरहेछु। सिनेमेटिक हाल्नु नि के भयो जेस अलिफुली हालेको होइन। त्यो मैले भिडियोमा हालिदिइसकेँ। सायद त्यो हाल्दा मन पऱ्यो होला, मन नपऱ्यो पनि मन परायो है, यस्तै छ अब। तर आजको दिन ट्राभल नै फर्स्ट अफ भयो। अस्तिको पालि पनि उता कारे त्यो ट्राउट जाँदाखेरि पनि पानी परेको त्यस्तै भयो। यहाँबाट पनि पानी परेको त्यस्तै भयो। के भन्दा रेनबो त्यही भएर होला। अब बिस्तारै डे बाई डे हाल्दैछु सिक्किम।